सुरु गर्न चाहेछौँ। यसमा अगाडि काल कालका शब्दहरू सम्झौँ। Science is a way of thinking, not just a way of knowledge. विज्ञान केवल ज्ञानको सङ्ग्रह मात्र होइन, यो सोचको एउटा तरिका पनि हो। साइन्स एन्ड टेक्नोलोजी नाममा पार्टिसिपेन्ट्सले विज्ञान र प्रविधि सम्बन्धी क्युरियोसिटी र लजिकल थिङ्किङ गर्नुपर्ने छ। यो क्वाइट साइन्टिफिक क्युरियोसिटी र डिस्कभरीलाई प्रेरित गर्छ। यति सोचका साथ हाम्रो जिज्ञासा र वैज्ञानिक सोच भएपछि सबै समूहहरू तयार रहनुहोस्। अब साइन्स एन्ड टेक्नोलोजी नाम सुरु गरिन्छ। साइन्स एन्ड टेक्नोलोजी नामका नियमहरू यस प्रकार रहेका छन्। यस कारणमा प्रश्न अर्थात् अप्सन दिइने छैन। प्रश्न सोध्ने दिशा कहिले भनेको दिशा क्लकवाइज र कहिले भनेको विपरीत दिशा एन्टी क्लकवाइज गरिनेछ। प्रत्येक प्रश्नको सही अवस्था कहिले दिने छैन। ऑडियंस छैन सोको अन्तर शब्द प्राप्त हुन्छ। तर पास भएर पाँचमा उत्तर दिन दोस्रो टिमलाई 15 सेकेन्ड दिइनेछ। पास भएपछि अन्य कुनै टिमले सही उत्तर दिन सकेन 5 अङ्क प्राप्त गर्नेछ। प्रश्न पास हुँदै जाँदा कालै सबै टिमलाई समान अवसर दिइनेछ। त्यसै गरी हामी साइन्स एन्ड टेक्नोलोजी हाम्रो प्रश्नतर्फ जानेछौँ। प्रश्नहरू यस प्रकार रहेको छन्। प्रश्न बुझ्ने खालको टिम निन्जा छ। 7 निन्जा। क्वेशन नम्बर 7 क्वेशन नम्बर 7 यस प्रकार रहेको छ। Which lie state that Which law states that energy cannot be created or destroyed, only transferred from one form to another? कुन नियमले भन्छ कि ऊर्जा सिर्जना र नष्ट गर्न सकिँदैन, केवल एक रूप पदार्थको रूपमा रूपान्तरण हुन्छ? energy of energy. Second law of motion. Second law of motion. Okay. Wrong answer. Wrong answer. तपाईँको उत्तर एकदमै गलत भएको छ। Yes. त्यसै गरी यो प्रश्न टिम टाइटन्सलाई तपाईँको समाजको टिम टाइटन्स Third law of motion. होइन थर्ड ल अफ मोसन। ओके तपाईँको आन्सर एकदमै गलत भएको छ। अरुण त्यसै गरी अरुण फर्स्ट ल अफ मोसन। फर्स्ट ल अफ मोसन। रङ एन्सर तपाईँको उत्तर पनि एकदमै गलत भएको छ। त्यसै गरी प्रश्नको उत्तर दिने कारण के भन्नुहुन्छ? कृपया बस्नु हात नउठाउनु होला। त्यसै गरी हाम्रो क्वेसन टिम क्लासलाई तपाईँको आन्सर पनि एकदमै गलत भएको छ। त्यसै गरी हाम्रो टिम वर्गले यो प्रश्न गरेको छ। ल अफ एनर्जी ल अफ एनर्जी त्यसै गरी हाम्रो टिमहरूबाट पास भइसकेको छ। अडियन्स एनिवान हुनुहुँदैछ? यस प्लिज। Love energy. सेकेन्ड Love energy. which energy? Kinetic energy. Law of kinetic energy. होइन. तपाईँको आन्सर एकदमै गलत भएको छ। Anyone else? Answer गलत छ। Law of conservation of energy. Conservation of त्यसै गरी हाम्रो प्रश्न गर्ने कारण 7 त मात्र रहेछ। Question number 1. क्वेसन नम्बर 1 यस प्रकार रहेको छ। Particle chemical symbol of iron. एकदमै सोच विचार गरेर उत्तर दिनु होला। FE यसको सही उत्तर FE। तपाईँको उत्तर एकदमै
प्रश्न नंबर 12 प्रश्न नंबर 12 इस प्रकार रहेको छ एक क्यूआर पिकार्ड त्यही भन्ने थिएँ त्यही त भन्ने The answer is absolutely wrong. Basically, प्रश्नको उत्तर दिने कारणले टिम हटको quick response. Your option, your answer is absolutely correct. त्यसैगरी महाराष्ट्रमा अङ्क प्राप्त गर्नुभएको छ प्रश्न दिने कारणले टिम हटको छ Question number 8. Question number 8. Question number 8 Who is known as father of genetics? अनुवंशिकीका पिता भनेर कसलाई चिनिन्छ? एउटा नै निशानमा Charles Darwin. Again? Charles Darwin. Charles Darwin. Your answer is absolutely incorrect. Basically, प्रश्न टिम लाग्छ त्यसैगरी प्रश्नको उत्तर दिने कारण टिमहरूले एकदमै सोच विचार गरेर उत्तर दिनुहोला हामीले पढेको छ एउटा चार्ल्स डार्विनको लामा Who is known as father of genetics? त्यसैगरी यस प्रश्न टिम निन्दासले जान्छ टिम निन्दास Henry Cavendish. Henry Cavendish. Your answer is absolutely incorrect. This is a quick financial question. तपाईँको समय समाप्त हुनेवाला छ congratulations भन्नुहोस् Robert Hooke. Robert Hooke. Your answer is also incorrect. त्यसैगरी हाम्रो लास्ट टिम फिनिक्सलाई प्रश्न गरेको छ एकजना Albert Einstein. You're also incorrect. Your answer is also incorrect. Professor goes to Oregon. Anyone who knows the answer? Who is father of genetics? समय समाप्त भएको छ त्यसैगरी त्यसको सही उत्तर रहेको छ ग्रेगर जन म्यान्डल प्रश्न गर्ने कारो हाम्रो ट्रेनिङ What is the atmosphere? एटमोस्फियर एटमोस्फियर के सजिलो मलाई त्यस एटमोस्फियर लाग्छ प्रश्नको उत्तर सुन्नुहोस् सजिलो सजिलो Again, please. The answer is incorrect. This is the same knowledge slide. What is the Earth's outermost layer called? पृथ्वीको बाहिरी सतहलाई के भनिन्छ? Again? Your answer is absolutely wrong. त्यसैगरी this question goes to Team Ninjas. ओजन होइन ओजन भएन भने एटमोस्फियरै हो Crust. Your answer is absolutely correct. त्यसैगरी Team Ninjas ले आन्सरको प्राप्त गर्नुभएको छ। अब चाहिँ प्रश्न गर्ने हाम्रो टिम लयर
Ini punya school. Question number 3. Question number 3. इस प्रकार होगा which force keeps planets in orbit around the sun? कुन बलले ग्रहहरूलाई सूर्यको वरिपरि परिक्रमा गर्न बाध्य पार्छ? You can listen now. Example. Gravitational force. Okay. अर्थ So the answer is absolutely correct. This is very key bonus question of प्राप्त गर्न रहेको छ। फेरि पनि क्वेशनहरुको तालमा एन्टी क्लकवाइज रहेको छ। त्यसै गरी चाहिँ भोलिसम्म फेरि क्वेशनहरुमा अनुरोध गर्दछु। Point sorry, पाले हुन्छ न Question number 4. Question number 4 इस प्रकार रहेको छ। Which planet is not yet having rings? कुन ग्रहलाई बढा भएको ग्रहको रूपमा चिनिन्छ? Saturn. The answer is absolutely correct. The correct answer is Saturn. This is our two questions से question प्राप्त गर्न रहेको छ। The question goes to the flashers. Question number 5. Question number 5. Question vaccine रहेको छ। What type of bond is involved in of the lungs sphere between them? Setting up Silicon जोडिएको साथसाथै गर्छ। Your time starts now. कोभ्यालेन्ट बोन्ड हो कोभ्यालेन्ट हो Chemical bond. Chemical bond. Are you sure? Sure. Your answer is absolutely incorrect. कोभ्यालेन्टै हो क्या This equality function goes to two order. होइन इलेक्ट्रोभ्यालेन्ट लगाइराख्नु फेरि एकदमै सोच विचार गरेर गर्नु होला। सेयरिङ इलेक्ट्रोभ्यालेन्ट Subatomic bond. Your answer is absolutely रङ Incorrect. incorrect. This evaluation goes to next. Electrovalent bond. Again, electrovalent bond. Electrovalent bond. Your answer is absolutely incorrect. This evaluation goes to patterns. कोभ्यालेन्ट बोन्डै हाल्छ No valent, no, Again, no valent. no valent. Speak please. Yeah, yeah, yeah. The answer is absolutely incorrect. This is the right question. Covalent bond. Covalent bond. तीन मिनट के लिए क्वेश्चन प्राप्त गर्नु भनेको छ। त्यसै गरी प्रश्नहरुले प्राप्त गर्न 3 मिनेट भन्न सक्छ। Paano mo ka? Ilay. प्लिज त्यसले हल्ला नगरिदिनु होला, ध्यानले सुन्नु। एकदमै रोमाञ्चक भइरहेको छ। Question number 6. Question number 6. तपाईँको स्क्रिनमा What is the meaning of frequency? आवृत्तिको एकाइ के हो? तपाईँको समय सुन्नुहुन्छ? What? Simply please. ERTZ. Your answer is absolutely correct. Answer correct भएको चाहिँ सबैजनाले थाहै भएको छ है। त्यसै गरी महाराष्ट्र प्रश्न प्राप्त गर्नुभएको छ। समस्याबाट चाहिँ हाम्रो टिम नेतृत्वले क्वेशन नम्बर 15. Question number 15. Question number 15 इस प्रकार रहेको छ। What is the name of first computer virus? पहिलो कम्प्युटर भाइरसको नाम के हो? तपाईँले तपाईले सुन्नुहुन्छ? Information and technology. तपाईँको समय समाप्त हुन लागेको छ। पास त्यसै गरी क्वेशन गोज टिम लिजार्ड्स क्रीपर भाइरस Your answer is absolutely correct.
निन्दाले अझै आफ्नो खातामा रकम थप्दै गइरहनु भएको छ। त्यसै गरी प्रश्न गर्ने पालो टिम टाइटन्सको। Question number 30. Question number 30 यस प्रकार सिंहमा रहेको छ। How many enemy are there in मा कति मेगाबाइट हुन्छ? Your time starts now. So विचार गर्नुहोला। 2048 2048. आफ्नो खातामा उनका लडाइँ गर्न सफल भएको छ। क्वेशन हुने हाम्रो टिम निन्द्रास हो। क्वेशन नम्बर 10 क्वेशन नम्बर 10 यस प्रकार रहेको छ। What is used to connect computer? What is used to connect computers in a small area like a school or office? विद्यालय वा कार्यालय जस्तो सानो क्षेत्रका कम्प्युटरहरू जरा गर्ने प्रयोग के गरिन्छ? Local area network. Local area network. Local area network. Your answer is absolutely त्यसै गरी हाम्रो टिम इन्डियाले 10 अङ्क प्राप्त गरेसँगै हाम्रो साइन्सका राम्रो प्रश्नहरू समाप्त हुन्छ। त्यसै गरी आजको Mathematics. सञ्चालन गर्न मैले मेरो सहरको मासिक पत्रिका सञ्चालन हाम्रो कहाँ हुन्छ र? 1 मिनटमा कति कत्रो परिस्थिति अब हामी 0 नगरी 45 गर्न थालेछौँ। यससँग अगाडि Galileo Galilei शब्दहरू सम्झौँ। Mathematics is the language in which God has written the universe. गणित त्यो भाषा हो जसमा Math नामले logical thinking, calculation र problem solving skillको परीक्षण गर्छ। Galileoको प्रयोगले गणितको महत्त्व र गहनतासँग यसको सम्बन्ध राजन दा अझ यसले सोचका साथ समूहहरू तयार गर्नुहोस्। अब म्याथ राउन्ड सुरु गरिन्छ। सिक्वेन्स एन्ड सिरिज आयो भने मात्र राउन्डका नियमहरू यस प्रकार रहेका छन्। पहिलो नियम यो चरणमा 15वटा प्रश्नहरू रहनेछन्। एक चरणमा विकल्प उपलब्ध नहुने भएकाले प्रश्नहरू अन्य टिम तथा दर्शकतर्फ पास गरिनेछ। मूल्याङ्कन सही उत्तर भएमा 10 अङ्क, पास भएर दिएको सही उत्तर भएमा 5 अङ्क। प्रश्नहरू पहिलेको राउन्ड जसरी नै क्लकवाइज र एन्टी क्लकवाइज डिरेक्सनमा सोधिनेछ। पहिलो टिमलाई उत्तर दिन 45 सेकेन्ड समय दिइनेछ। पास भएपछि दोस्रो टिम तथा त्यसपछि क्रमशः अन्य टिमहरूले 30 सेकेन्ड समय। कुनै पनि प्रकारको विवाद वा पक्षपात पूर्ण परिस्थितिमा आयोगको निर्णयले अन्तिम र बाध्यकारी हुनेछ। अब हामी 0 नगरी म्याथ राउन्डतर्फ अगाडि बढौँ। प्रश्नहरू चुज गर्न म टिम निन्द्रासलाई अनुरोध गर्छु। Question number 5. Question number 5. Multiply by 3, then add 6, you will get. Due to technical problem, question number 5 गरिदिनु होला प्लिज। If 3 bracket bracket 2x minus 4 equals to 5x plus 2, what is the value of x plus 117? Your time starts now. यो गर्न पर्छ 3 2x 3 to 6x minus 12 उता गयो 5x minus 10 upon 6 5x minus x minus 10 upon कसरी हुन्छ 0, not गरेको? Correct. Your answer is absolutely correct. त्यसका साथ म निन्द्रालाई प्राप्त गरौँ। अब प्रश्न चुज गर्ने मानव टिम टाइटन्सको। Question number 2. 6 त गायब भयो। 2. Write the smallest 4-digit number divisible by 9.
1 3 9, 18, 27, 36. हजुरको एन्सर एकदमै गलत भएको छ। अब यो प्रश्न 5 हुन्छ इन्फिनिट 1.45 कहाँ 5 ले चान्स पाइन्छ ए अहिले भन् त 1 3 2 निकाल Due to technical problem, 18%